हैन अब पढ्नुपर्छ एक्जाम आउनु आँटी छ c स्क्वायर इक्वल टु a स्क्वायर प्लस b स्क्वायर माइनस 2ab cos c भन्ने तिमीहरुलाई छ यो हो। अब यो तिमीहरुले के गर्ने भन्दाखेरि चाहिँ हैन यसको क्यामेराको मिरा हल्लिन्छ हैन हातमा पकडेर बनाएर दुःख छ गडा हो बुझ। अब हेर तिमीहरुले यो क्वेशन गर्नु चाहिँ हाम्रो ट्रिगोनोमेट्रीको ए भेक्टरको ट्रिगोनोमेट्री भनेपछि अहिले भर्खर मैले ट्रिगोनोमेट्री उता बनाउँदा त भिडियो अपलोड हुन्छ। एउटा पहिला तिमीहरु एउटा ट्रायंगल बनाऊ यसलाई सट्ट परेको यस्तो सर्ट राम्रो ट्रायंगल पनि चाहिदैन यस्तो ट्रायंगल बनाइदियो ए टाइपको ट्रायंगल बनायो ए टाइपको ट्रायंगल बनाएपछि यहाँ लेखिदियो तिमी ए यहाँ लेखिदियो तिमी ए यहाँ लेखिदियो तिमी बी यहाँ लेखिदियो तिमी सी यसको सी को सानो यता ठाडो अपोजिट यहाँ सानो सी बी को यता ठाडो सानो बी यताको अपोजिट यता ए भयो हो कडा हो बुझ है। अब यहाँ तिमीलाई पारामा सिकाइन्छु यस्तो त इजी के अरे कडा यो इजी हो। तिमीलाई के थाहा छ a डट b भनेको ab cos थीटा हो यति थाहा होला नि त। अब भाइ यति थाहा हैन a इन्टु b भनेको चाहिँ ab sin थीटा अब यति पनि थाहा थिएन भने अब थाहा भयो कडा यहाँ आएर अब तिमीले यसकै मतलबले गर्ने हो। अब लेख्दिउ हामीले यो किन बनाएको भन्छ भने यो गर्नलाई बनाएको यहाँ a प्लस b प्लस c इक्वल टु 0 लेख्न बनाएको। अब c यता एक्लै छ c लाई यता एक्लै बनाएर माइनस a माइनस b अब प्लस टु जाँदा माइनस हुन्छ भनेर थाहा होला नि थाहा छैन भने त के गर्नु थाहा पायो। अब स्क्वायरिङ बोथ साइड गर स्क्वायरिङ बोथ साइड गरिसकेपछि के हुन्छ c स्क्वायर इज इक्वल टु माइनस a माइनस b को होल स्क्वायर हुन्छ माइनस। अब यहाँ तिमीहरुलाई के थाहा भयो भन्दाखेरि चाहिँ एउटा कुरा थाहा हुनुपर्छ जुनै पनि स्क्वायरले माइनसलाई स्क्वायर गरिसकेपछि कुनै पनि जस्तै -2 लाई स्क्वायर गर्ने बित्तिकै यो 4 बनिन्छ -4 हुँदैन 4 बनिन्छ। त्यस्तै नै यो पनि -b लाई स्क्वायर गर्ने बित्तिकै -a लाई गर्ने बित्तिकै a प्लस b भइसकेको छ। c स्क्वायर इज इक्वल टु यो के भयो रे a प्लस b होल स्क्वायर भयो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भयो यो बुझ्यो कि बुझेन। अब बुझ्यो होला c स्क्वायर इज इक्वल टु a स्क्वायर प्लस 2ab भनेको के छ हाम्रो यहाँ ab cos थीटा हो ab भनेको अगाडि ab cos a र b को। अब यो ट्रायंगल कसरी बनाएको a र b को बीचमा के छ यहाँ हामीले लेख्नु पर्छ पाइ माइनस c पाइ माइनस b यो पाइ माइनस a बुझ्यो। अनि यो पाइ माइनस c लेख्नु पर्यो अब यो थीटा को ठाउँमा पाइ माइनस c प्लस b स्क्वायर भयो c स्क्वायर इज इक्वल टु a स्क्वायर प्लस 2ab cos अब यो माइनस छ c आयो यो माइनसले गर्दा यतापट्टि माइनस हुने भयो प्लस b स्क्वायर। ल 4 मार्क्स आएन त गोजीमा 4 मार्क्स आएन गोजीमा यो के भयो रे माइनसले गर्दा यो माइनस भएको यता माथि क्वेशन हेर यहाँ हेर यहाँ c स्क्वायर इज इक्वल टु a स्क्वायर प्लस b स्क्वायर माइनस 2ab cos c 2ab cos c। अब यो कसरी यहाँ यो त भएन भन्दैछ होला यहाँ मिलाउँदा हुन्छ a स्क्वायर यो प्लस b लाई यता ल्याइदियो प्लस b स्क्वायर माइनस 2ab प्लस cos c। ल अब अर्को तिमीलाई हेर्नु मन छ भने उता गएर हेर अर्को चाहिँ मैले के प्रब्लम गर्दिएको छु भने नि केटा हो यहाँ अहिले म तिमीलाई देखाइदिहाल्छु क्वेशन के प्रब्लम गरेको थिएँ भने मैले अघि अरे त्यो प्रब्लम हेर न त्यहाँ तलतिर गएर च्याप्टरमा यतैपट्टि म देखाइन्छु अघि भर्खर मैले के प्रब्लम गरेको थिएँ भने यो वाला प्रब्लम गरिरहेको थिएँ यो छ नि a पावर 4 प्लस b पावर 4 c पावर 4 इक्वल टु 2c स्क्वायर a स्क्वायर प्लस b स्क्वायर इज इक्वल टु c को c भनेको कि त 45 डिग्री हो कि 135 डिग्री हो यो हेर उता गएर यो पनि इम्पोर्टेन्ट छ 4 मार्क्स हो छोड्ने हैन यतिकै।